खाइसकेपछि आफ्टर लस होइन 20% घाटा खाइसकेपछि उसले 5600 बेच्यो, घाटा भएपछि 5600 बेच्यो भन्नुको अर्थ 80% भनेकै 5600 रहेछ। त्यसो भए त अनि 1% भनेको कति भयो त भन्दा यही 5600 का मुनि 80 हो कि नि। ल एक लाइनमा एन्सर आउँछ है, हेर्नु त हो। यति छुट्याउन चाहिँ जान्न पर्यो। तपाईँले 20% घाटा खाएपछि भन्नुको अर्थ 100 मा 20 घटाउँदा 80 हो भन्ने छुट्याउनु पर्यो। 80% भनेको 5600 हो भने 1% भनेको यही 5600 को मुनि कति हो त 80 हो। इन्टु हामीले के गर्छौँ, निकाल्नु पर्नेले गुणान गर्छौँ। के गर्छौँ त निकाल्नु पर्नेले गुणान गर्ने, निकाल्नु पर्नेले के गर्ने त गुणान गर्ने। कति निकाल्नु पर्ने छ अब यो चाहिँ हाम्रो फर्मुलै भयो, सेकेन्ड लास्ट सिस्टममा आइपुग्नु हो। अब निकाल्नु चाहिँ के पर्यो त 20% घाटा खाएर बेच्दा चाहिँ उसले 5600 मा बेच्यो भने अब निकाल्नु पर्ने के छ त भन्दा सो वस्तुमा 20% नाफा खाएर बेच्दा कति मूल्यमा बेच्नु पर्ने थियो। उसले 20% घाटा खाँदा 5600 मा बेच्यो। यदि घाटा नखाइकन त्यही वस्तुमा उसले 20% नाफा गरेको भए चाहिँ कति रुपैयाँमा बेच्नु पर्थ्यो भने 20% नाफा खाएपछि भनेको कति निकाल भनेको लेख्नुहोस् त च्याटमा। 20% नाफा खाएपछि भन्नुको अर्थ कति चाहिँ निकाल्नुहोस् भनेको, 20% नाफा खाएपछि भनेको कति निकाल्नुहोस् भनेको